हेलो हजुर, हामी जाँदैछौँ अहिले पोखरा तालबराई मन्दिर दर्शन गर्न डुङ्गाको सहारा लिँदै। अहिले वहाँ पुगेर हामी हजुरलाई दर्शन गरेको प्रत्यक्ष भिडियो बनाउने कोसिस गर्नेछौँ। त्यसरी यहाँबाट तालबराई मन्दिर जानको लागि एउटै डुङ्गाको सहारा लिनु पर्ने हुन्छ। त्यसरी सबै भक्त जनहरू यसरी डुङ्गाको सहारा लिएरै तालबराई मन्दिरको दर्शन गर्न जाँदै हुनुहुन्छ। हामी पनि यसै गरी नै दर्शनको लागि तालबराई मन्दिर जाँदैछौँ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ हेरेर लाइक एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। फेरि यस्तै राम्रा भिडियो लिएर आउने प्रस्तुत गर्छौँ। यसमा माछा नि छ नि दादा? हजुरले चाहेको खण्डमा यो भिडियो लाइक कमेन्ट सब्स्क्राइब गरेर यस्तै भिडियो ल्याउने हौसला प्रदान गर्नुहुनेछ भन्ने मलाई लागिरहेको छ। ओके, धन्यवाद, नमस्ते, जय।